हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भ्लग। आज चाहिँ हेर्नुहोस् चिड्कै यहाँ चाहिँ अब फापर कुट्ने भनेर चाहिँ फापर चिट्कै लिपेको टक्कै गोबरले यसरी चिट्कै लिपेर चाहिँ ठक्कै लिपिसकेँ। अब यो लिपिसकेर अब एकछिन सुक्न दिनुपर्छ र चाहिँ अनि ठक्कै फापर सुकाउनुपर्छ यहाँ चाहिँ होइन। टक्कै फापर पनि सुकाउँदा हुन्छ, कोदो पनि सुकाउँदा हुन्छ, सिमी पनि सुकाउँदा हुन्छ। अनि डङ्काडङ्गी सफा गर फेरि एक ट्रिप फेरि लिप्नु पर्छ। अनि त्यहाँबाट चाहिँ डङ्काडङ्ग फापर सुकाएर डेङ्काडङ्ग कोदो सुकाएर कुट्दा पनि हुन्छ। कञ्चनजङ्घा भ्यू देख्नु चाहिँ हेर्नु होला ढक्कै हो। यहाँ नि हिमाल चाहिँ सेटिस छ हौ, सेटिस माथि चाहिँ सिरेन्जी त्यहाँ यतिको टाढो छ। आजको मौसम चाहिँ यस्तै छ हेर्नु नि, हिमाल चिडिक्कै देखिरहेछ हो। पारितिर चाहिँ टक्कै अब मेसिन चल्दो रहेछ, वहीँ गर्दैछ। अनि कस्तो दामी छ। अहिले गाइस म चाहिँ खेतमा आइसकेको छु ल। यो गाईहरूलाई चाहिँ मैले सारिसकेँ, हेर्न सक्नुहुन्छ। एउटा त त्यहाँ साह्रै घाँस पाठ्यो। यो गाई चाहिँ ब्याउने गाई चाहिँ हेर्न सक्नुहुन्छ गाइस। अस्ति मैले तपाईँहरूलाई देखाएको थिएँ कत्रो कम लाउँदैछ भने चाहिँ हेर्न सक्नुहुन्छ। यस्तै कम लाउँदैछ। यो चाहिँ ब्याउने छ अनि भर्खर कम लाउँदैछ। अब 15-22 दिनमा त ब्याउँछ ल। यस्तै छ गाई, एउटा उत्तला छ एउटा उत्तला छ। जो अब घाँसमा जाने हो। यहाँ चाहिँ अब फापर बारी थियो, फापर जम्मै काटिसकेर अनि अब यहाँ चाहिँ अलिक काट्नु छ। अस्ति गाईले खाइरहेछ त्यो, अब ब्याउने गाई चाहिँ यहाँ ल्याएर बाँध्छौँ टक्कै। अनि आज चाहिँ गोबर सोरेको भनौँ न, यस्तै यतिको मल हिजो अस्ति बाँध्न थालेको, यतिको मल हुँदैछ। यहाँ ल्याएर बाँध्छौँ, एउटा मात्रै बाँध्छ नि त, यहाँ ल्याएर बाँध्छौँ। अरू ऊ तल बारीमै बस्छ त्यही घाँस बाटोमा। अनि त्यो घाँसमा भाट्योमा अनि बिहान लगो तल सारो यो बारीमा बाँध्छौँ। अब यो चाहिँ अस्ति गाईले खाइदिएको, अस्ति त्यो बाछो उम्केछ नि त, टक्कै खाइसकेछ यो जम्मै। अब यो यसमा बाँध्दा नि हुन्छ, यो काम पनि लाग्दैन तुरुक रहेको छ। तपाईँहरूलाई हाम्रो खेतमा चाहिँ के रोपेछ हजुरहरूलाई देखाउनु, तपाईँहरूलाई देखाउँछ आइयो। हँसिएर कच्चा लिएर आइज ल। यहाँ बाख्रा ल्याएर चाहिँ यहाँ बाँधेछ। यहाँ अस्ति चाहिँ त गोस्ट अलग थियो कि अझ यहाँ ल्याएछ। यहाँ चाहिँ आलु रोपेछ हो। यहाँ छेउछेउमा चाहिँ साग लाग्यो, साग चाहिँ भएन। यहाँ भित्तामा चाहिँ साग भएछ एक दुईवटा, झन्डै 15-22वटा चाहिँ भएछ भनौँ न। यो भित्ताभरिमा चाहिँ भएछ हुन चाहिँ, अलिअलि भए पनि पानी लाउनु पर्ने छ। त्यो भित्तामा नै अलिअलि हुँदैछ, छेउमा चाहिँ छैन, जम्मै पानीले सुकाएर खत्तम पार्दैछ। यहाँ पनि आलु नै लगाएको छु। यहाँ भिन्डी रोपेको थियो, भिन्डी चाहिँ अहिले उम्रेकै छैन, के भएको मल पनि हालेको, के भएर नउम्रेको हो खै। यहाँ चाहिँ गाजर छरेको, यहाँ प्याज अलिअलि त उम्रिँदैछ। यहाँ बिचको चाहिँ मरे जस्तो लागेछ, हतपत त नमर्नु पर्ने सरेको जस्तो लाग्यो। 400 रुपियाँको प्याज ल्याएको, हालत खराब, जम्मै मऱ्यो भने त कहाँ हुन्छ। खोइ पानी हाल्ने टाइम भएछ। यहाँ चाहिँ अलिअलि प्याज रोपेछु, हल्का बिजनेस स्टार्ट गरेको खोइ। अब यो प्याज चाहिँ सर्छ कि सर्दैन, अब सर्न चाहिँ सर्छ होला प्याज, तर अब फेरि पानी खोल्छ, एउटा पानी जोडेर पानी चाहिँ भेट्यो भने चाहिँ यस्तो उक्सेर आउँछ नि, मुला त्यस्तो केही छैन। यहाँ पनि गाजरै रोपेको छु। आलु चाहिँ अब 2 महिना रोपेकै यतिको उम्रिँदैछ हेर्नुहोस् न।
यहाँबाट 3-4 घर चाहिँ फापरबारी उपर पनि फापरबारी नै देख्नुहुन्छ भने चाहिँ होइन त्यो चाहिँ सिरुबारी हो यहाँ पनि फापरै छरेको छु टक्कै टक्कै आजको लागि यति नै